हामी बनेपाको जनागारमा कृषक श्याम भट्टराईसँग गफ गर्दैछौँ। सर, तपाईँले यो अम्बा रोप्नुभएको कति भयो? 3 वर्ष जति भयो अम्बा रोपेको। कस्तो छ यो अम्बा? राम्रो फलिरहेको ठिकै छ। पहिलो वर्षमा त एउटा दुईवटा मात्रै फलेको थियो। दोस्रो वर्षहरूमा चाहिँ अलिकति यसले थियो। अहिले तेस्रो वर्षमा चाहिँ राम्रै फलिरहेछ, राम्रै उत्पादन भइरहेछ। यसबाट आफूलाई पनि सन्तुष्ट हुन्छ, समय पनि यसो व्यतीत हुने, टाइम पास पनि हुने, खाना पनि पाइने, केटाकेटीलाई पनि यसो दिन पाइने, अनि त्यस्तै छेउछाउको छिमेकीहरूलाई पनि यसो अलिअलि आएका बेलामा चाहिँ दिन पाइने, यस्तै छ। अनि तपाईँले अम्बा रोप्ने प्रेरणा चाहिँ कहाँबाट पाउनुभयो? मैले अम्बा रोप्ने आफ्नै तराईतिरमा पनि पहिला अम्बा रोपिन्थ्यो। आफ्नो घर छेउमा पनि अम्बाको ठुलो बोट थियो र त्यो अम्बाको बोटहरूमा चाहिँ चढेर चाहिँ खाइन्थ्यो। त्यसको स्वाद चाहिँ अब तराईको घर छोडेर हिँडियो, त्यसको स्वाद चाहिँ जिब्रामा झुन्डिरहेको थियो। अब त्यही स्वादलाई चाहिँ मेट्नको लागि चाहिँ यहाँ पनि अम्बा रोप्यो। अनि थोरै जग्गा भएको भएर व्यवसायिकतिर चाहिँ जान सकिएको छैन। केही थोर बहुत चाहिँ अब ठिकै छ त्यहीसम्मलाई। अनि कृषि पेसालाई आजकल अवमूल्यन गरेर विदेश लाग्ने जेन्जीको समूहलाई तपाईँ के भन्न चाहनुहुन्छ? होइन, कृषि पेसा त सबभन्दा ठुलो उत्कृष्ट पेसा हो नि। जन्मदेखि अन्तिमसम्ममा हामी हरियालीमै बसिराखेका हुन्छौँ, त्यसले हामीलाई खाना दिइराखेको हुन्छ। अब अहिले चाहिँ तत्काल यो श्रम गर्ने मान्छेहरू कम भएको कारणमा अनि यो क्लर्क उत्पादन गर्ने शिक्षा नीति भएको कारणबाट चाहिँ अनि कृषि पेसालाई चाहिँ नदिएको चाहिँ हो। वास्तवमा विद्यालय तहदेखि नै कृषि पेसालाई चाहिँ स्वीकृत गरेर त्यो सिकाउने कार्यहरू चाहिँ कार्य गरेको खण्डमा चाहिँ केटाकेटीहरूले सिक्ने, विद्यार्थीहरूले सिक्ने चाहिँ हुन्छ। र सानैदेखि नै कृषि पेसालाई चाहिँ एउटा चाहिँ अमूल्य पेसाको रूपमा हो भनेर चाहिँ सिकाउनु चाहिँ पर्छ त्यो हामीले। त्यो चाहिँ विद्यालय त सरकारी तहबाट नै यो अनुसन्धान चाहिँ गर्नुपर्ने हुन्छ। पनि रोप्नु भएको रहेछ। आजकल त विदेशबाट फुल आयात भएर नेपाली कृषकले अप्ठ्यारो छ, यो चाहिँ त्यसमा रोप्नु भयो कि? यो होइन, आफ्नै दसैँ तिहारमा यसो अलिअलि फुलमाला लगाउनुको लागि हो, व्यवसाय खेतीको लागि। अब सोच्नु पर्ला। अब त्यो तपाईँले त्यो भन्नुभयो। अब भविष्यमा चाहिँ अलिकति जग्गा जमिनहरू पनि लिएर, लिजमा पनि लिएर चाहिँ व्यवसाय ढङ्गले चाहिँ फुल खेती पनि गर्ने चाहिँ सोच राख्नु पर्ला अब चाहिँ। ए हजुर, हस्, हजुरलाई धेरै खुसी लाग्यो। तपाईँ जस्तै कृषकहरू देशमा भयो भने चाहिँ देशको समृद्धि चाँडै हुन्छ। हस्, धन्यवाद। हस्, धन्यवाद। कहाँदेखि आउनुभयो यहाँलाई।